यसपालि नडराउनुस्, यसपालि ढुक्क भएर भोट दिनुस्। र हाम्रो पार्टीका अर्का नेता प्रकाश चन्द्र परियारज्यूले भन्नुभएको जस्तै यसपालि 16 दुना 32 भनेर देखाइदिनुस्। यसरी नै हरेक निर्वाचन क्षेत्रमा, यो जिल्लामा मात्र होइन प्रदेशमा यदि दाङ जाग्यो भने छेउमा सल्यान पनि जाग्छ भन्ने थाहा छ हामीलाई। दाङ जाग्यो भने माथि रोल्पा डोल्पा पनि जाग्छ भन्ने थाहा छ। यसको कम्पन चारैतिर पुग्छ भन्ने थाहा छ। त्यसैले गर्दा तपाईको जिम्मेवारी एउटा निर्वाचन क्षेत्र मात्र होइन, तपाईको जिम्मेवारी यो आसपासको सबै जिल्लालाई दिने सन्देश पनि हो। आज जागेको देखियो, तर यो लहर यतिले पुग्दैन। आज जति जोडिनु भयो त्यतिले पनि पुग्दैन। यो परिवर्तनको लागि यतिले पुग्दैन। र निर्वाचनको रणनीतिमा के भन्छ भने जब तपाई अब हामी बलियो भयो यतिले पुग्यो भनेर ढुक्क हुनुहुन्छ त्यो दिनदेखि हार्न थाल्नुहुन्छ। त्यो भने हार्ने तयारी हो। त्यसैले गर्दा यो लहर, यो रहर, यो सबै तपाईहरुले जोड्नु भएको हिम्मत, यो सबै कुरा फागुन 21 गतेसम्म कायम राख्नु होला र हरेक दिन थप्दै जानु होला। अघि हामीले थारू संस्कृतिको नाच हेर्यौं। यहाँको तथ्याङ्क हेर्दै थिए लगभग 74.8% तुलसीपुरको बासिन्दाले नेपाली बोल्नु हुँदो रहेछ अनि अरू भाषाहरू पनि बोल्नु हुँदो रहेछ। थारू 23%ले बोल्नु हुँदो रहेछ। मैथिली 1%ले बोल्नु हुँदो रहेछ। मगर, हिन्दी लगायत अरू भाषाहरू पनि बोल्नु हुँदो रहेछ। म मैथिली भाषी, त्यसैले गर्दा थारूको गीत अलिअलि बुझ्छु, बुझ्न सके र 4वटा सन्देश उहाँहरूले गाउँदै गर्दा मैले त्यो बुझेँ र म सोच्दै थिएँ कि उहाँहरूमा राजनीतिक चेत नभएको होइन रहेछ। उहाँहरूले पहिलो सन्देश दिनुभयो कि नयाँ नेतृत्व र नयाँ राजनीतिक दल नआएसम्म परिवर्तन हुनेवाला छैन भनेर उहाँले गाउनु भएको थियो। त्यो राजनीतिक चेत रहेछ त, तर त्यो गीतमा मात्र रह्यो। अब तपाईहरुको मतमा पनि आउनु पर्यो। मतको अभ्यासमा, निर्वाचनमा पनि त्यो आउनु पर्यो। दोस्रो सन्देश उहाँहरूले देशको स्वाधीनताको चिन्ता राख्नु भएको रहेछ र रवि लामिछाने जस्तो नेता, रासोपाको जस्तो दल आएपछि राजनीतिक स्वाधीनताको पनि रक्षा हुन्छ भनेर उहाँहरूले सन्देश दिनुभयो। तेस्रो सन्देश सरकारको तर्फबाट विकासको काम अझै बढाउनु छ भने राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो पार्टी चाहिन्छ भन्ने। यो सबै चेतहरुप्रति सम्मान छ। अब त्यसलाई अभ्यासमा उतार्नुस्, मतपेटिकामा उतार्नुस्। सबैजना जोडिदै हुनुहुन्छ, ठूलो संगठन बन्दैछ। सबैभन्दा राम्रो त हेर्नुस् न, संगठन बनाउनलाई माओवादीले 12 वर्षको सशस्त्र युद्ध गर्नु पर्यो। कतिले विमान अपहरण गरे, कतिले हत्या गरे, कतिले विद्रोह गरे, झापादेखि डडेलधुरासम्म विद्रोह भयो। हाम्रो परिवर्तनको यो अभियान अघि देखिहाल्यौं, हामीले नाचेर गाएर अगाडि बढेर हामी गरिरहेका छौं। यसलाई नै कायम राख्नु होला है। संगठन ठूलो हुँदैछ भनेर 62-63 को आन्दोलन पश्चात माओवादी मेन स्ट्रिम पोलिटिक्समा आएपछि उहाँहरूले गल्ती गर्नुभयो। एक किसिमको राजनीतिक दम्भ देखाउनु भयो। सिंहदरबारसम्म वाइसिएलले नै चलाइदिन्छु भनेर एक किसिमको अभ्यासको प्रयास गर्नुभयो। त्यो सबैले सर्वहाराको आन्दोलन भनेर ल्याउनु भयो। देश र दैनिकी चेन्ज गर्छु, परिवर्तन गर्छु भन्नुभयो, तर उहाँ अल्झिनु भयो पशुपतिमा र रुखमाङ्गतमा, जुन आवश्यक थिएन। हामीले पनि त्यो गल्ती नगरौं। त्यसैले गर्दा त्यो दम्भ नदेखाउँ। हामी संख्यागत रूपमा ठूलो हुँदैछौं भनेर मात्तिन नथालौं। झन संयमित हौं, झन अनुशासित हौं। भोलि गएर बाटोमा हिँड्दै गर्दाखेरि यसो मुस्कुराइराखेको एकजना बुद्धिजीवी जोसँग देश कसरी बनाउने भन्ने खाका पनि छ, ऊ विद्रोह र विरोध मात्र गर्दैन, शालीनता र भद्रता पनि छ। मान्छेले हेर्दै गर्दा भनुन् न, ऊ पक्कै पनि रासोपाको सदस्य हो। त्यो गर्न सकिन्छ नि गरेर। त्यही व्यवहारहरू दोहोर्याइरहे, त्यही लोभहरू, त्यही आकांक्षाहरू, त्यही आफ्नो परिवारवादहरू त्यो दोहोर्याइरहे। त्यो सबैलाई बिर्सेर म दाङलाई आफ्नो
तपाईको धरती जति फराकिलो छ, तपाईको जति यो भ्याली फराकिलो छ, त्यति छाती फराकिलो बनाउनुस् र यो देशलाई सुधार्नको लागि रणनीति पनि फराकिलो बनाउनुस्, सशक्त योजना लिएर आउनुस्। र अघि पहिलो वक्ता हाम्रो जेनजी ढकाल बहिनीले बोल्दै गर्दा भन्नुभयो नि, पहिला त केन्द्रले नीति बनाएर ल यो है हाम्रो दस्तावेज, यो है हाम्रो घोषणा पत्र भन्थ्यो, तर अहिले हाम्रो डाक्टर स्वर्णिम वाग्लेज्यूको नेतृत्वमा बन्दै गरेको वाचा पत्र तपाईहरूबाट हामीले सङ्कलन गरिरहेका छौँ। आज पनि तपाईहरू कोही केही सुझाव दिन चाहनुहुन्छ भने अहिले व्यक्तिगत रूपमा भ्याउनुहुन्न, तर लिखित रूपमा तपाईँ हाम्रो प्रदेश सभापतिज्यूलाई, कमलज्यूलाई, विजयज्यूलाई सबैलाई दिन सक्नुहुन्छ लिखित रूपमा। पक्कै त्यो सान्दर्भिक छ भने, आवश्यक छ भने हामी समेट्नेछौँ। हामी वाचा पत्र त्यसरी बनाउँदैछौँ। सिंहदरबारको एउटा कोठामा झ्यालबाट दाङतिर हेर्दै गर्दा उपर खुट्टी लगाएर कसैले नीति बनाएर यो सुध्रिएन भन्ने कुरा हामीले बुझेको छौँ। हामी तपाईहरूको आवश्यकता, तपाईहरूको अहिलेको परिस्थिति सबै कुरा बुझेर त्यो अनुसारको वाचा बनाउन चाहन्छौँ र त्यो वाचा पत्र बनाएर त्यो अनुसार आउने निर्वाचन पछिको पक्कै सुनिश्चित भएको हाम्रो विजय पश्चातको बन्ने सरकारले त्यस अनुसारको अभ्यास गर्नेछ। त्यो अभियान थाल्नुहोस्। हेर्नुहोस्, इङ्ग्लिसमा भन्छ इफ यु वान्ट टु बिकम अ लिडर स्टार्ट एक्टिङ लाइक अ लिडर। तपाईँ नेता बन्न चाहनुहुन्छ भने तपाईँ नेता जस्तो आफ्नो हाउभाउ पनि देखाउन थाल्नुहोस्। तर तपाईँ यदि पहिलाकै जस्तो शासक बन्न चाहनुहुन्छ भने त्यस्तै हाउभाउ देखाउनुहुन्छ। त्यसैले गर्दा अब चाहिने योजना हो। विगतमा केही राजनीतिक अभ्यासहरू राम्रो पनि भएको छ। मनमोहन अधिकारी सम्झ्यौँ, कृष्ण प्रसाद भट्टराई, मधेसको गजेन्द्र नारायण सिंह, गणतन्त्रको रामराजा प्रसाद सिंह, गिरिजा प्रसाद कोइरालाको उहाँ जुन अडान लिएर बस्नुहुन्थ्यो, बिपीको विचार, सबै कुराहरू केही राम्रो पनि त भएको छ। त्यो कुराहरूप्रतिको सम्मान पनि नछोड्नु होला। त्यो सबै गलत भएको छैन। एउटा एकदम स्पष्ट उदाहरण, यदि निर्दलीय बहुदलीय नभइदिएको भए आज हाम्रो दल दर्ता नै हुँदैन थियो। निर्दलीयबाट बहुदलीय गरिदिनेहरूप्रति सम्मान राख्नु परेन त्यसो भए, किनकि त्यो नगरिदिएको भए त हाम्रो दल नै दर्ता हुँदैन थियो। त्यसैले केही सम्मानहरू चाहिँ राख्नु होला। तर 30% उहाँहरूको बदमाशीको व्याख्या गर्नु होला। वाइड बडी, लाउडा काण्ड, गिरीबन्धु, ललिता निवास, टेरामक्स, भिजिट भिसा, नक्कली भुटानी शरणार्थी, यो सबै चिजको चर्चा गरेर पटक पटक सम्झाइराख्नुहोस् कि तिमीहरू र तिम्रो नेताहरू कहाँ गलत भएको थियो। 34 वर्षसम्म पाउँदै गर्दाखेरि यो सबै कुराहरू, अवसरहरू पाउँदै गर्दाखेरि तिमीहरू केवल अर्को पटकको निर्वाचनको मात्र चिन्ता गरिराख्यौ। एउटा निर्वाचनदेखि अर्को निर्वाचन यदि नियमित समयमा हुन्छ भने त्यसमा 1825 दिनको फरक हुँदो रहेछ। यो देशमा कस्तो राजनीति भयो भने निर्वाचन जितेपछि 25 दिन सेलिब्रेट गर्ने, 1800 दिन अर्को निर्वाचनको चिन्ता गर्ने। मलाई याद छ केही महिना अगाडि स्वर्णिम दाईलाई म भन्दै थिएँ, दाई म अर्को पटक सांसद हुन्छु कि हुँदिनँ मलाई थाहा छैन, तर यो मौका प्रति म जस्टिस गर्न चाहन्छु, न्याय गर्न चाहन्छु। हामी अर्को पटकको चुनावको चिन्ता गरेर राजनीति गरिरहेको छैनौँ। एकचोटि मौका दिनुहोस्, अर्को पटक हामी परिवर्तनको लागि आफ्नो तथ्याङ्क लिएर तपाईँहरूका आउने छौँ कि हेर्नुहोस् 1825 दिनमा के परिवर्तन गर्यौँ भनेर। हामी फेरि अर्कोचोटि म हेर्नुहोस् धनुषा 3 मा निर्वाचनको तयारी गरिरहेको छु प्रत्यक्ष, र प्रतिस्पर्धी एकजना बुजुर्ग नेता हुनुहुन्छ नेपाली कांग्रेसको, म परिवर्तनको एजेन्डा लिएर गइराखेको छु, उहाँको एजेन्डा रहेको छ, अन्तिम मौका दिनुहोस् न भनेर। त्यही फरक छ। र अन्त्यमा म जनकपुरका केही व्यवसायीहरूसँग अस्ति छलफल गर्दै भन्दै थिएँ, तपाईँहरू व्यवसाय गर्नुहुन्छ, तपाईँहरू लगानी बुझ्नुहुन्छ, तपाईँ लगानी विगतमा गर्न चाहनुहुन्छ कि भविष्यमा, त्यो सोच्नुहोस्। र अर्को कुरा, यो पसलमा कोही भिक्षा माग्न आउँछ भने तपाईँ दान दिएर पठाउनुहुन्छ भने तपाईँ त्यसबाट केही अपेक्षा गर्नुहुन्छ? गर्दैनौ नि। किनकि तपाईँले दान दिनुभएको। अब मत दान होइन, मत लगानी हो। अब मत दान नगर्नुहोस्, किनकि दान गरेपछि केही अपेक्षा गरिँदैन रहेछ।
अब लगानी गर्नुस् र हामीलाई पटक पटक सोध्नुस् कि मेरो मतको हिसाब खोइ, त्यसको परिणाम के आउँदैछ भनेर पटक पटक सोध्नुस्। बाटोमा हिँड्दै गर्दाखेरि देवराजजीलाई सोध्नुस्, कमललाई सोध्नुस्, विजयलाई सोध्नुस्, मनिषलाई सोध्नुस्, गणेशलाई सोध्नुस्, डाक्टर स्वर्णिमलाई सोध्नुस्, रविलाई सोध्नुस्, दिपीलाई सोध्नुस्, सबैलाई सोध्नुस्। किनकि तपाईसँग दान मागिरहेको छैनौँ हामी भन्दैछौँ लगानी गर्नुस् न हामीमा। यहाँ आएर केही साथीहरूले, अरू दलका साथीहरूले भनेर जानुहुन्छ नि, फलानुलाई मतदान गर जिताइदेऊ मन्त्री बनाइदिन्छु भनेर। हामी भन्छौँ हामीलाई जिताइदिनुस् देश बनाइदिन्छु। हामी यहाँ मन्त्री बन्न आएको होइन, हामी देश बनाउन आएको। यो सबै बाचा सहित, यो सबै प्रतिबद्धता सहित, केही अनुरोध सहित, केही लगानी गर्ने तपाईहरूलाई रिक्वेस्ट सहित फेरि आउनेछौँ। विचार गर्नुस्, लगानी अब तपाईको मत लगानी गर्नुस्, तर लगानी विगतमा गर्न चाहनुहुन्छ कि भविष्यमा भन्ने त्यो कुरा पनि सोच्नुस्। तपाईहरूको उपस्थिति प्रति सम्मान छ, यो माया, यो न्यानो माया, तपाईहरूले देखाउनु भएको सौहार्दता, त्यो मुस्कान, त्यो उपस्थिति, त्यो सबै साथ सहयोग प्रति सम्मान छ। कृपया यसलाई जारी राख्नुस् अनि हामीलाई हौसला दिइराख्नुस्। जय देश, जय घन्टी।